लाइफमा पार्टनर चुज गर्दाखेरि होइन यो मान्छे मलाई एक्सप्लोइट गर्न आएको हो कि युज गर्न आएको हो कि अथवा हि वान्ट्स टु असिस्ट मी अथवा मलाई कम्पनी दिन आएको हो क्या त्यो कुरो थाहा पाउनु एकदम जरुरी छ सो अफकोर्स लाइक आजकल के कन्सेप्टहरू छ नि त होइन एकअर्कालाई चिन्नको लागि टाइम बिताउने यताउति सबै के भन्छ होइन दे आर सो मेनी टर्मिनोलोजिज दे युज होइन सो एकछिन बसौँ होइन रिलेसनसिपमा बसौँ एन्ड सी इफ इट वर्क्स अर नट भन्ने किसिमको होइन कन्सेप्टहरू छ तर जतिसुकै हामी सँगै बसे पनि होइन इट्स भेरी डिफिकल्ट टु अन्डरस्ट्यान्ड द पर्सन भेरी डिफिकल्ट एक्सटर्नली त हामी सक्दैन किन भन्दाखेरि कुनै पनि मान्छे या वस्तुलाई हामीले एक्वायर गर्नुभन्दा अगाडि होइन विल डु एनिथिङ हामी जे पनि मेहनत गर्न रेडी छौँ तर वान्स वी गेट इट वी चेन्ज सो बस यदि हामी कुरिरहेछौँ माइक्रो कुरिरहेछौँ भने आउँदै हाल्यो क्या माइक्रो आएन कस्तो हुन्छ नि होइन 15 मिनट्स 20 मिनट्स आधा घन्टा अति भयो अनि जब आउँछ क्या खुसी हुन्छ नि अनि खुसी भएर त्यो माइक्रोभित्र जान्छौँ यस्तो कोच्छ कि मान्छेहरू कतिखेर योबाट निस्क्यौँ भने हुन्छ होइन सो त्यही माइक्रोको लागि अघि लालाएको थियो नि त अब यही माइक्रो अब के भयो गाह्रो भयो भने निस्किनु पऱ्यो भन्ने हुन्छ सो लाइफमा रिलेसनसिपहरू पनि त्यस्तै हुन्छ होइन सुरुमा कस्तो हुन्छ अनि त्यो बिहा गर्नु अगाडिको मोमेन्ट या बिहा हुँदाखेरिको दुलाराजा तुलै होइन एन्ड अल दिस काइन्ड अफ थिङ्स होइन सो ब्युटिफुल मोमेन्ट्स तर आफ्टर म्यारेज द सेम पर्सन बिकम्स डिफ्रेन्ट अनि सुरुमा त्यो मान्छेले आफ्नो सबै चिजहरू नराम्रो चिजहरू देखाउँदैन सुरुमा राम्रो देखाउँछ कि जस्तै फेसबुक होइन यो इन्टरनेट सोसियल मिडियाहरूमा पनि हेऱ्यो नि एभ्रिथिङ इज नाइस या गुड एन्ड सक्सेस देखाउँछ तर इफ वी गो डिपर इन पिपल्स लाइफ होइन दे आर डार्क साइड अल्सो जुन चाहिँ मान्छेले देखाउँदैन सो रिलेसनसिपमा पनि सुरुमा देखाउँदैन डार्क साइडहरू होइन अनि उसको एग्रेसिभ नेचरहरू देखाउँदैन जस्ट लाइक इन यो केस होइन सो मेबी तर पछि त्यो उसको रियालिटी निस्किँदाखेरि that's not the person you wanted. That's not the person whom you think that you are feeling sheltered from.